रामछाप सैलुङको गुफाको यस्तो दृश्य चाहिँ हजुरहरू पनि ल है त दर्शन गर्नु होला है त। हजुरले चिताएको पुरा हुनेछ। हेलो हेलो नमस्ते हजुर, नमस्ते सबैजनालाई है त। आज चाहिँ हामी रामेछाप सैलुङको एउटा गुफाको दृश्य लिएर आउँदैछु हजुरहरूको साथमा। हेरिदिनु होला भन्न चाहन्छु। म चाहिँ शेयर सब्सक्राइब गरी लाइक गर्नु होला, कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। फुल भिडियो हेर्नु होला है त। यसको दर्शन गर्नुभयो भने हजुर पनि एकदम राम्रो हुनेछ है त हजुरहरूको लागि। यसको लागि भयो भने शेयर गर्नुपर्ने हुन्छ है त हजुरहरूले। अब हामी चाहिँ धुपा ल्याएर दर्शन गर्न लागेको। हजुरहरू पनि साथमा दर्शन गर्नु होला अनि मनले चाहेको माग्नु होला, पुरा हुनेछ है त। हजुरहरूलाई पनि सैलुङमा यस्तै गुफामा गुफाको दृश्य हजुरहरूले राम्रो हेर्नु होला, एकदम नौठा लाग्यो मलाई पनि। त्यही भएर हजुरहरूलाई पनि यस्तो चिसो ठाउँको गेटमा जाडो जाडो छ। त्यही भएर अनि हजुरहरू पनि साथमा यसो दर्शन गर्नुहोस् भनेर चाहिँ सबै मिलेर दर्शन गऱ्यो भने राम्रो सबैको लागि भनेर। हाम्रो एउटा भाइ चाहिँ लाइटर पुऱ्याउन गएको छ, तर लाइटर छोडेर गएको रहेछ धुप बाल्नेले चाहिँ। त्यही भएर हाम्रो दाइले चाहिँ धुप बाल्न लागेको। एकदम शान्ति होस् सबैको लागि भन्न चाहन्छु म चाहिँ। हजुरहरू पनि राम्रो हेर्नु होला, हजुरहरूलाई पनि सुख शान्ति मिल्नेछ यस्तै। कमेन्टमा चाहिँ हजुरहरूले ओम नमः शिवाय लेखिदिनु होला है त। सबैजनाले सेयर गरी ओम नमः शिवाय लेख्दै सेयर गर्नु होला सबैजनालाई, साथीहरूलाई पनि। सबैजनालाई बाई बाई भन्न चाहन्छु। हजुरहरूले हेरिदिएकोमा धेरै धेरै धन्यवाद। लास्टसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यही भएर हामी चाहिँ कुरालो गरेको। त्यही भएर हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद हेरेकोमा, दर्शन गरेकोमा। यस्तै हेर्नु होला, दर्शन गर्नु होला भन्न चाहन्छु है त। शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। अर्काको नखोस् है, अर्काको नखोस् आइज।
भाइ बन्द गर्न अब गर्नु